म हालु न छामा अनर देखाइदिनु न बाजे पैसा फिर्ता दिएछ नि ए छैन यहाँ हेर्दै छ यो खुच्चेन के गर्नु दाइले मलाई पानी आइसक्यो के गर्छ छिरा आले पकामा छ ओ राम लक्ष्मण मेरी संगी पूजे तिनजनाकै भिडियो मजाले आउँछ है जाऊ के चुपला जाऊ जाऊ हँसाउने के ए भाउजू त नै के हुन्न के तेरी भाउजू भाउजू र हामी देखे मान्छे के हुन्न हो त्यही त यहाँ पल्लो डाँडामा छ अनि के हुन्न हो यो त्यही त यस्तो रमाइलो नि यो त कान्छी गोठा नलागेको हो दाइ के हो अरू दाइ लाज माने छ है हो राजन दाइ ए भाउजूलाई यता नु दाइलाई ऊ छोरीले हालिदिन्छु क्या के पर्दैन के फरक पर्दैन
त गयो है भाउजूलाई पैसा लिन त पैसा दियो एउटा राम्रो गीत भन्दै भाउजू झाडताला पुरा आउँछ रमाइलो हजुर यता हेर्नु न हौ हजुर सिन्ताली दाइले म भनिहाल्छु नि सुरु गरे त सुरु गर्नु कस्तो त्यो झाँडी यसै बस भन्नु के अहिले हतार हो भाउजू अहिले तयार गर्नु के हुन्न क्या त्यति भाउजू यताको माइली यताको माइला देवर भाउजू यता भयो अलि यो जानु भाउजू के हुन्न के हुन्न ल है ल होइन यहाँ मालाहरू झिकेर जानेहरूलाई सब होइन मन जाने हो मालाहरू झिकेर सबैलाई लगाइदिनु ल सम्झी यार यता हेर्नु न मजाले छैन है फेरि हाराम चुरा त बुबुको भनेर हेलो भाउजू यसो फोन खादिनु कुनै बोल्दैछ होला भन्नु है गीत मजाले गाउनु के फरक होला ढलक त दियो हो नि रविन्द्रको गीत हो
भाउजू मजाले गाउनु है फेरि यसो आउँछ कि गर्यो हाँस खेल दाजु उता स्कुलमा हामी साथीहरू थियो त है हामीलाई राम्रो गाउने मजाले है एकदम है एकदम हामीसँग दाजु यतिको ज्वरो हामीसँग छैन भने क्या हो जेठाजु बारी गीत गायो कता जेठा छैन है जेठाजु बारी गीत छैन ल है ल ओ जेठा तपाईँ जेठा ज्वरो मारिगयो नि अब फोन गर्दाखेरि त बिलिली कतिखेर आयो एक सैनुले मामा ओ तेरी गाठे मारे ओ तेरी गाठे ओ नरन शिवा गीत गायो आले गर दैया राम्रो बोली के छैन दिनभर जरी खोजे कोही पाएन कसको माइला आउनु भयो नराम्रो शब्द केही भएन आफ्नो माइला आउनु भयो हामी के गर्छौँ क्या हो हामी त लाजै हुने बस्नु बेकार जेठाजीहरू बुहारी छेउछाउ माइला भन्छ कसको माइला आउनु भयो कसको माइला आउनु भयो जेठाजी आज यो बल्ल छामा